हेलो साथीहरू नमस्कार हजुरहरूलाई है मैले पनि सानो अहिले एउटा वेफी र ग्यालदेनको पोडकास्ट भाइरल जस्तो भइरहेको रहेछ नि त अनि थोरै हेरेको रियाक्ट गरे जस्तो गरेको है त्यस्तो धेरै त छैन यस्तो हेर्दैन नि त मिलाएर चट्ट त्यहाँ गर्दा त जानु गयो मसो नेगेटिभ छ मसो चाहिँ How did we meet? Obviously, फक्सी मोबाइल go through. त्यही हो अरू स्विट छ त यार सरी त त के हो Obviously, मलाई हो त्यही हो सोध्नु त ए What's one memory of us that always makes you smile? खै त्यस्तो ठस लाग्दैन याद भन न भाइ यार केही न केही त बोला मलाई युकुलेली सिक्न मन छ भनेको थिएँ नि त अनि उसले भोलिपल्ट चाहिँ अनि युकुलेली गिफ्ट गरायो क्या नभनिकन अरूको मान्छे लाइक डेलिभर गर्दा चाहिँ घरमा मलाई त पोखरा जाँदा नि हो मेन त त्यो भिडियो सुट गर्दाखेरि हो भिडियो सुट हराएको माया सुट गर्दा तिमी त एउटै सुटमा त थिएन थियो बेको सिनमा थिएन म अन्त बेको सिनमा रमाइलो भयो पहिल्यैदेखि रहेछ कि अर्कोसँग बिहेको सिन When did you realize you love me? भन न के भन्छ है वेफीले अझैसम्म भएको छैन होला यो त खै त्यस्तो रियलाइजेसन त भएको छैन ए तिमीलाई फर्स्ट टाइम ब्लग खाँदा फर्स्ट टाइम के ब्लग खाँदा त्यस्तै थियो ओ यस्तै हो यार बोल्न लभ त बोल्थ्यो हामी म्याक्सिमम बोल्थ्यो मैले चाहिँ ब्लग अनब्लग मात्र गरेँ होला सोचिरहेको बोलाएको थिएँ म पनि अनि पछि लाइभ स्ट्रिममा एउटा केटी प्रोफाइल के अरे प्रोफाइल लगाइरहेको थियो त्यो एउटा केटी उसको लाइभ स्ट्रिममा ए होइन तिम्रै लाइभ स्ट्रिम होइन ए मेरो लाइभ स्ट्रिममा एउटा केटी आयो अनि सुशीलले चाहिँ प्लिज डोन्ट टक टु ग्यालरिन हो कि समथिङ के भनेर चाहिँ आइएम हिज गर्लफ्रेन्ड भनेको थिएँ अनि ए भने अनि मैले यस्तो ऊ र म बोल्दै त्यतिखेर हामी टकिङ बोल्थ्यो अनि त्यसपछि मैले अलिकति थोरै नै रियाक्ट गरेँ है त पुरा अलिकति गर्न गरिनँ जे रमाइलो अलि इमोसनल खालको स्टोरी रहेछ जे भए पनि